What a game it was, guys. Barcelona र Atletico Madrid को बीचमा La Liga को match. It was incredible. Just looking like a wow. It was a title race match. Obviously, यो match do or die match जस्तो. Atletico Madrid र Barcelona दुवैको लागि एकदम इम्पोर्टेन्ट म्याच किन बिकज रियल मड्रिड अलरेडी हिजोको विनले 60 पोइन्टसँग टपमा छ टेबलको र बार्साले यो गेम जित्नै पर्छ। बार्साले यो गेम जितेपछि बार्सा सेम पोइन्ट सहित टपमा जान्छ। सिमिलरली अथलेटिको म्याड्रिडसँग अनि 56 पोइन्ट्स छ। 56 पोइन्टमा यो म्याच जितेपछि पनि 59 सहित सेकेन्ड पोजिसनमा जान्छ। मस्ट विन म्याच दुवैको लागि। गेम स्टार्ट हुन्छ अभियसली एज अलवेज बार्सिलोनासँग बल कन्ट्रोल छ, पोजिसन छ, अट्याकिङ गरिरहेछ, तर अथलेटिको मड्रिडको डिफेन्ड लाइन यस्तो कम्प्याक्ट छ, यस्तो बलियो छ। दे डोन्ट लेट अस स्कोर। एउटा बल छिर्न दिइराखेन, एउटा स्पेस छोडिराखेन, यस्तो प्योर डिफेन्डिङ गरिरहेछ। वी कान्ट इभन स्कोर अ गोल। यस्तो फ्रस्ट्रेट गरिरहेछ। प्लेयर्स वेयर फ्रस्ट्रेटिङ, दे कान्ट स्कोर। यति पोजिसन छ हामीसँग, बल पोजिसन, बट स्टिल वी कान्ट स्कोर। गोलै छिरिरहेन। गेम जित्नलाई चाहिने के हो? बल पोजिसन तपाईँको 99% राखोस्, तर गोलै हान्दैन कसरी जित्छ? थ्रु आउट द गेम बार्सा त हाइलाइन खेल्छ, हाइलाइन खेलिरहेछ र 45 मिनट फर्स्ट हाफको लास्ट मिनटमा गएर एथलेटिकोले एउटा काउन्टर अट्याक बनाउँछ र अल्भारेज स्कोर द गोल। आई वाज लाइक ड्याम, व्हाट द हेक। बार्साले किन ल्याएन अल्भारेजलाई? वाइ? हि इज स्कोरिङ लाइक अ फ्रिक म्यान। एभ्री गेम इज स्कोरिङ। फेरि हाम्रो सिमियोनले सब्स्टिट्युट गर्छ, अल्भारेज आउट, को आउँछ? सर्लोथ, द नाइटमेयर फर बार्सिलोना। हि कम्स। फेरि अथलेटिकोले काउन्टर अट्याक गर्छ, फेरि गोल। वी स्कोर्ड। सर्लोथ, द नाइटमेयर फर बार्सा, हि स्कोर्ड अगेन। वी वेयर 2 गोल डाउन एन्ड इट वाज 70 मिनट्स अलरेडी। 70 मिनट्स भइसकेको थियो। हामीले त्यत्रो 70 मिनट खेलेर 1 गोल हानेका थिएनौँ। अब हामीसँग जस्ट 30 मिनट्स थियो, 2 गोल खाएका थियौँ हामीले। त्यो रिटर्न गर्नु थियो र इट लुक्स इम्पोसिबल। मलाई लागिसक्यो, बस भइहाल्यो, पुग्यो मलाई। मुझे माफ गरो, दिस काइन्ड अफ फिलिङ, यस्तो किसिमको फिलिङ आइरहेको थियो मेरो दिमागमा। गयो, अब टाइटल रेस पनि गयो, सब गयो। आई वाज सो पेसिमिस्टिक। आशा भरोसा स्वाहा भइसकेको थियो। एन्ड अ भेरी इम्पोर्टेन्ट थिङ, सेकेन्ड गोल जुन सर्लोथले स्कोर गरेको थियो त्यसको अघिल्लोपट्टि चाहिँ डिपलको फिङ्गरमा यस्तो गर्दाखेरि बल चाहिँ फिङ्गरमा टच भएको थियो, बट रेफ्रीले त्यसलाई ह्यान्डबल दिएन। बल प्ले कन्टिन्यू भयो र एथलेटिकोले काउन्टर अट्याक बनायो र वी कन्सिडेड अ गोल। अम्पायरको डिसिजन हो, अम्पायरको डिसिजन त अभियसली मान्नै पर्यो। हाम्रो प्लेयरहरू इभन हान्सी फ्लिक पनि कराइरहेको थियो साइडलाइनबाट। अब 2 गोल खाइसकेपछि आई वाज लाइक भयो, पुग्यो मलाई। बट द गेम वाज नट ओभर एट। अब हान्सी फ्लिक, द जिनियस माइन्ड, यहाँनिर सब्स्टिट्युट गर्छ। अल्मोलाई निकालेर फरानलाई लिएर आउँछ, क्यासाडोलाई निकालेर गार्सियालाई लिएर आउँछ। कन्सिड गरेको विदिन 2 मिनट्स लेवान्डस्की, हाम्रो दादाजी बुढा बाबाले ठुस स्कोर द गोल म्यान। एन्ड लेवान्डस्की वन्डरफुल गोल स्कोर गरिसकेपछि द स्कोर लाइन फेरि 2-1 हुन्छ। टु माई सरप्राइज रफिनियाले यस्तो बुलेट जस्तो, गोली जस्तो बल फाल्छ सुई अगाडि। त्यहाँबाट फरहान पुरी, मिल्का सिंह भएर दगुर्छ एन्ड हि डिड द हेडर डुम एन्ड हि स्कोर द गोल। एन्ड ओभरलक वाज लाइक, ओ हेरेको हेरे, वी म्यानेज टु कम ब्याक। अब आइसकेको छ यो गेमको डिसिसिभ मोमेन्ट। 2-2 बराबर। अब अथलेटिको मड्रिडले काउन्टर अट्याक बनाउँछ, यस्तो दामी बल, बट सर्लोथले हि मिसेस द बल। त्यो गोल खाएको भए त हाम्रो फिक्स हार्थ्यो कि, मेन्टालिटी डाउन भइहाल्छ। तर समहाउ वी सर्भाइभड। र त्यसपछि आएर फेरि कोही रन हुन्छ। इट गोज टु द 90th मिनट, लास्ट मिनट। र त्यहाँनिर एउटा लमिन यमाल भन्ने बच्चा हुन्छ, 17 इयर किड, एक सर्ट हान्छ अथलेटिको मड्रिडको प्लेयरको टुङ्ग डिफ्लेक्सनको साथमा चुइँ उडेर गोल पोस्टभित्र छिर्छ। एन्ड वी वेयर 1 गोल अहेड। फेरि 6 मिनट एड गरिन्छ एक्स्ट्रा टाइम र त्यो 6 मिनटमा अथलेटिकोले बराबरी गर्नलाई यस्तो काउन्टर अट्याक प्रेसको प्रेस गरेर हुन्छ, जसको कारणले उनीहरूको डिफेन्स अलिक खुलेको हुन्छ। त्यही मौका पाएर हाम्रो फरान टोरेस और सार्क, हाम्रो फरान टोरेसले पेनाल्टी एरियाको नजिकमा बल पाउँछ अनि डङ्ग कर्नरमा हान्छ फेरि अर्को गोल। वी वेयर 2-4 अहेड। इट वाज अनबिलिभेबल, खतरा मोमेन्ट। देन हाम्रो एमाल भाइ गएर टी सर्ट खोली सेलिब्रेट गर्छ फ्यानहरूसँग। जब मैले 2 गोल खाइसकेको थिएँ नि बार्साले, आई वाज नट एक्सपेक्टिङ। अब सिद्धियो गेम यति भइहाल्यो सोचिरहेको थिएँ, किन 70 मिनट भइसकेको थियो। 70 मिनटसँग बार्साले एउटा गोल छिराएको थिएन, बट
त्यो 30-35 मिनट्समा बार्सा स्कोर 4 गोल्स, 4 गोल हानिदिन्छ। इट वाज इन्क्रेडिबल। फेरि नर्मल गोल होइन, भिआइपी गोलहरू हानिदिन्छ। अनएक्सपेक्टेड एरियाबाट अनएक्सपेक्टेड गोल क्रिएट गरेर अनएक्सपेक्टेड तरिकाले गोल ख्यास्सो छिराउँछ। एन्ड एथलेटिको प्लेयरहरू, फ्यानहरू डोन्ट टक, चुप्लाएर बस्छन्। द्याट्स द पावर अफ बार्सा। यसको साथसाथै बार्साले 3 पोइन्ट्स गेन गर्यो र बार्सा पनि 60 पोइन्टको साथमा टेबल टप्पर भइसक्यो अलोङ साइड रियल मैड्रिड। रियलको पनि 60 नै पोइन्ट्स छ अभियसली, बट जिडीको हिसाबले हामी अगाडि छौँ। तर एथलेटिको मैड्रिड 56 पोइन्टको साथमा तेस्रोमा गइसक्यो। भेरी ब्याड डेज नाउ डेज। च्याम्पियन्स लिगमा पनि रियल मैड्रिडले नकआउट गरिदियो। ओके, दिस इज हाउ वी म्यानेज टु गेट आवर 3 पोइन्ट्स एन्ड वी आर एट द टप अफ द टेबल। फेरि अर्को इम्पोर्टेन्ट म्याच एथलेटिको मैड्रिडसँग हाम्रो अप्रिल 3 मा कोपा डेल रेको सेकेन्ड लेगको लागि छ। एन्ड विल मिट यु देयर अगेन। पिस्का बार्सा, पिस आउट।